ढुकुरको गुँड जस्तो भन्ने यही हो रेसुङ्गामा, यही छैन। एउटा लामो खिर्लिका राखेर टिर्लिक्क पारिदियो भने चाहिँ खिर्लिक्क पारेर टिर्लिक्क पारेर फिर्लिक्क यस्तो जग्गा पनि घुम्न आउँछन् मान्छे 50 रुपियाँ दिएर। केही छैन फेरि यहाँ के गर्न 50 रुपियाँ लिन्छन् खै। न यहाँ केही छ, न पिङखेल्ने ठाउँ छ, न केही छ, न केही छ। बिना मतलबको यत्तिकै पैसा लिएर यार किराया पनि कति रहेछ। I love Resunga. I hate Resunga. हातमा जुत्ता समय दिएर त भिडियो बनाउने रे। बाइकमा रन के होला रेसुङ्गा पार्कमा घुमेर आइयो फाइनली। अनि खासै राम्रो त मानेन मैले, धेरै छ भनौँ त्यति राम्रो पनि रहेनछ, ठिकै ठिकै रहेछ। महापोखरी पशुपति मन्दिर, भोलेनाथ मन्दिर, धर्मशाला। यो दोकान कता छन् कुन? यो महापोखरीमा स्नान मात्र गर्दिनु होला। यस्तो छ यार पोखरी त साफ पनि गरेनन् क्या। ल हामी चाहिँ पोखरीतिर आइयो साथीहरू होइन। अब पोखरी अब यिनीहरूले फोटो खिच्न भन्ने होला नि। अनि यहाँ रेसुङ्गा पोखरी चाहिँ यस्तो छ साथीहरू होइन, गन्दा रहेछ लास्टै। अनि यो अब के भन्ने दोकान छ होला नि वहाँ पर दोकान। यो चाहिँ नयाँ मन्दिर बनाएको रहेछ, नयाँ मन्दिर बनाएको रहेछ नि। मन्दिर हो कि के हो यो? मान्छे बस्छन् कि के गर्छन् त्यहाँ? ए साथीहरू रेसुङ्गा मन्दिर, यहाँभन्दा माथि पनि अझै एउटा मन्दिर छ छनलाई। अनि उहाँ चाहिँ गइन्न आज। दोकान सोकान त रहन्छन् क्या यार। ए साथीहरू मन्दिर रेसुङ्गा। अनि यहाँबाट उता त उस छ, पहाड छ पुरै। हेलो गाइज, अब हारे भएन। त्यहाँ माथि रहेछ क्या दोकान त? त्यहाँ माथि रहेछ क्या? ल साथीहरू यो अब रेसुङ्गा मन्दिर भने पनि, रेसुङ्गा धर्मशाला भने नि, रेसुङ्गाको घर भने पनि, अनि रेसुङ्गाको पोखरी भने पनि यही हो साथीहरू। अब तपाईँहरूलाई कस्तो लाग्यो होइन भिडियो, जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्नु होला। आजको लागि यति नै। नयाँ भिडियोको साथ, नयाँ एनर्जी साथ फेरि मिलाउँला भन्दै यो भिडियोलाई चाहिँ यहीँ एन्ड गर्न चाहेँ। बाई बाई।